मक्कै यो भिडियो लास्टसम्म हेर्नुहोस्, थाहा पाउनुहुन्छ। लाइक सब्सक्राइब गरिदिनुहोस्। Hello and namaste, welcome to my channel. And if you are new to this channel, then my name is Ritika Sresh. I am from Pokhara. अनि आज चाहिँ हामी फेदी खोला आएको, मनको गाउँ आएको फेदी खोला। अहिले चाहिँ हामी चिया खाएर यहाँ बसेछौँ। एन्ड घरबाट इन्ट्रो गर्न भएन, अनि त्यही भएर मैले यहाँ इन्ट्रो गरिरहेको छु। अहिले चाहिँ जिपलाई कुरेर बसेको, जिप माथि गर्छ अरे, अनि त्यही भएर अहिले जिप कुरेर बसेको हामी। अनि दिदीहरू चाहिँ दोकान जानुभएको छ, अनि हामी चाहिँ यहाँ छौँ बसेको छौँ। अहिले हामी जाने बाटो चाहिँ त्यहाँबाट माथि हो, अनि त्यही हो फेदी खोला नुवाकोट हामी जाँदैछौँ। हाम्रो सामानहरू पोका पोकाहरू। अनि यहाँ चाहिँ मेरो दिदी, हेलो मेरो कान्छी दिदी, एकदमै धेरै एक्साइटेड भएर यहाँ बाटो कता हो। अनि यहाँ चाहिँ भाइ छ मेरो, यहाँ चाहिँ मेरो ठुलो दिदी। जन्म घर जान लागेको एकदमै खुसी लागेको छ। यहाँहरूलाई पनि नुवाकोटमा स्वागत छ। आउनु होला घुम्नु होला भन्नु। एकदम पर्यटकीय स्थल हो हैन, एकदम सेक्टरमा नाम पनि लेखिसकेको छ त्यो ठाउँले। आउनुहोस्, एकचोटि भिजिट गर्नुहोस्। एकदमै राम्रो छ हजुरहरूले त। यो भिडियो लास्टसम्म हेर्नुहोस्, थाहा पाउनुहुन्छ हेर्नु न। यो भिडियो लास्टसम्म हेर्नुहोस्, थाहा पाउनुहुन्छ। लाइक सब्सक्राइब गरिदिनुहोस्, कमेन्ट त छोडिहाल्नुहोस्। हेलो दी, हेलो बाबु, हाई भन्नु। हाई नोरा, हाई आवाज। हामी चाहिँ यति हो, हामी जान लागेको। त्यही हो, भिडियो लास्टसम्म हेरिदिनु होला। ल दुईजना निनी भदिनी ओके। हाम्रो चाहिँ गाडी आयो, अब त्यहाँ ब्याक गर्दैछ पछाडि। अनि अब हामी जाने हो। सबजना कुरेर बस्नु हो। हाम्रो जिप चाहिँ आयो, अब हामी जिपमा जान्छौँ सबैजना। सिटको प्लानिङ हुँदैछ यहाँनिर मम्मीहरू। हामी चाहिँ पछाडि बस्नु, हामी पछाडि बस्छु। यहाँ पछाडि बस्छौँ क्या हामी, कान्छी र म। भयो क्या सबैजना भित्र, हामी लास्टमा आएर हामी चाहिँ पछाडि। ल जानु, दिदी जानुभयो, अब मेरो पालो। अब हाम्रै अब हामी जाने हो पछाडि, म्याटेज ओछ्याएर गफ हान्दै बस्दै जाने। अब हामी यो पनि आयो। ल हामी तिनजना यस्तो बाटो आउँदैछौँ हामी चाहिँ। हामी यहाँ छौँ, भाइ यहाँ छ, दिदी यहाँ आउनुहुन्छ। हामी रमाइलो गरिरहेछौँ। यहाँबाट देखिने सिन हो यो चाहिँ। जिन्दगी सारा मोटर गाडीमा, जिन्दगी सारा मोटर गाडीमा, देख्नेले देखि जान्छ, बुझ्नेले बुझि जान्छ। अनि आउनु छौँ यहाँ दिदी, अलिकति बाटो पिच, अलिकति त्यो कच्ची, अलिक पिच बाटोमा आयौँ हामी। सक्यो फेरि। अनि यहाँबाट देखिने भ्यू। हामी चाहिँ जिपमा छौँ है, यस्तो रमाइलो। घाम ताप्दै, जाडो महिनामा घाम ताप्दै धुलो खाँदै, हिँड्दा छौँ हामी। यहाँ अगाडि हुनुहुन्छ अरू सबैजना, हामी चाहिँ पछाडि।
हामी चाहिँ आइपुग्यो हामी चाहिँ यहाँबाट यस्तो भ्यू देखिन्छ अनि यहाँ गार्ड हामी पुग्यौँ वहाँ माथिको टावरमा हुँदा नि कस्तो अँध्यारो आएको र अनि यहाँबाट देखिने भ्यू फाइनली हामी चाहिँ आइपुग्यौँ अनि छिटै आइपुग्यौँ धेरै बेर कुद्नु पऱ्यो तर छिटै आइपुग्यौँ हामी चाहिँ अनि त्यही हो अब हामी चाहिँ गएर माथि गएर पूजा गर्छौँ पूजा गरेर अनि छोटो पिकनिक स्पोट जस्तै पिकनिक के खान्छौँ त्यही हो के गर्छौँ हामी म हजुरहरूलाई देखाउँछु म गो अरे अब हामी चाहिँ जाँदै भित्र खान्छ नि हामी चाहिँ यहाँ हुँदै जाने हो ए ल कुखुरा नै आयो भने ल हामी चाहिँ यो सिँढी हुँदै जाने हो यो चाहिँ कालिका मन्दिर हो कस्तो राम्रो बनायो यो हामीले पहिला टिकटक बनाएको ठाउँ हो अहिले कस्तो राम्रो भएछ ल जाम मन्दिरमा आएको छौँ यहाँबाट जाँदै हो त्यो सब सिँढी चढेर जाने हो माथि यहाँ चाहिँ म छु यहाँ चाहिँ मम्मी हुनुहुन्छ यस्तो राम्रो ठाउँ छ हामी चाहिँ जिपमा आएको तर हाइकिङको लागि चाहिँ एकदम पर्फेक्ट लाग्छ है मलाई यो ठाउँ चाहिँ अनि यो सबै बोका यहाँ चाहिँ पूजा गर्नलाई लिएर आएको रहेछ यहाँ चाहिँ पूजा गर्नलाई लिएर आएको रहेछ हाई भन न कस्तो लाग्यो तिमीलाई कस्तो राम्रो लाग्यो खुसी लाग्यो तिमीलाई यहाँ आएर प्लिज डु भिजिट यो ठाउँ चाहिँ एकदमै राम्रो छ अहिले झन् पहिलाको भन्दा डेन्जर धेरै डेभलप भइरहेको छ यहाँ अनि खुसी लाग्दो रहेछ म पहिला सानोमा पनि हिँड्दै आउँथेँ यत्रो हुँदाखेरि नै म हिँडेर आउँथेँ अहिले त खै के हो क्या दिदीहरूले नि जाम जिपमा जाम भनेर मात्रै न त म हिँडेर नै आउनु आइएम रेडी थकाइलायो बेसै थकाइलायो थकाइलायो यहाँ चाहिँ look at this view guys look at this view यहाँबाट चाहिँ यो दुईटा बाटो छ यो चाहिँ फर्किँदा आउने बाटो यो चाहिँ जाने बाटो अब हामी चाहिँ यहाँबाट जान्छौँ एकदमै थकेर यहाँ चाहिँ अहिले पोखरी बनेर रहेछ है पानी पनि रहेछ म अन्मेला चाहिँ थिएन लास्ट टाइम अन्मेला तर मम्मी र छोरी दिदी आउँदै हुन्छ होइन म चाहिँ यहाँ हिँड्दैछु खुसी लागेछ हिँड्दैछु मन्दिर चाहिँ हामी यो श्री काला भैरव मन्दिर नुवाकोट स्याङ्जामा छ आउनुहोस् भिजिट गर्नुहोस् यहाँ चाहिँ एकदमै राम्रो छ
चाहिँ आज अहिले चाहिँ एकदमै टुरिस्ट एरिया नै भएको छ यो चाहिँ एकदमै डेभलप भइरहेको छ यो ठाउँ चाहिँ म 1 वर्षमा आउँदा चाहिँ यस्तो चेन्ज भइरहेको छ म चाहिँ एभ्री इयर आइरहेको हुन्छु प्राय टाइम मिल्ने अनुसार चाहिँ म एभ्री इयर आइरहेको हुन्छु अनि आइ चाहिँ एकदमै खुसी लाग्छ कि किनकि म सानो हुँदा पनि मम्मीसँग हिँडेर आउँथेँ कि म अझी मम्मी म भएर अनि अहिले चाहिँ गाडीमै हो जिपमा आएको अनि म हिँडेर पनि आउन सक्छु रमाइलो लाग्छ हाइकिङको लागि एकदमै पर्फेक्ट ठाउँ हो यो चाहिँ अनि त्यो अनि यो भ्यू टावर पनि पहिला म आउँदाखेरि चाहिँ लास्ट इयर चाहिँ बनाइरहेको थियो अहिले चाहिँ पुरै कम्प्लिट भएछ अहिले म त्यहाँ पनि जान्छु त्यहाँबाट पनि म क्लिप देखाउँछु हजुरहरूलाई त्यहाँबाट पनि भ्यू अनि यहाँबाट अहिले चाहिँ यहाँ यस्तो छ यो यहाँबाट चाहिँ यस्तो भ्यू देखिन्छ यहाँबाट देखिने यो खोलाको नाम के हो यो खोलाको नाम के हो ए यो चाहिँ आदि खोला हो है त्यो जुन त्यो खोला देखिन्छ त्यो चाहिँ आदि खोला हो आदि खोला आदि मलाई त कस्तो खुसी लागेछ मैले भनिरहेको छु होइन अनि इच एन्ड एभ्री टाइम मैले भनिरहेको छु प्लिज गाइज डु भिजिट हियर अनि मन्दिर आउँदा कसलाई खुसी लाग्दैन र है मलाई एकदम पिस लागेको ठाउँ अहिले चाहिँ फोटो सेसनहरू सकियो होइन फोटो सेसनहरू सकियो अनि म चाहिँ अब उतापट्टि साइडमा जाँदैछु यही मन्दिर चाहिँ श्री काला भैरव मन्दिर नुवाकोट स्याङ्जा यो चाहिँ बिहाको आगेको मण्डप अझै फोटो सेसन त्यहाँ सुरु हुँदैछ चाहिँ यहाँबाट चाहिँ यस्तो भ्यू देखिन्छ ओके हामी चाहिँ फोटो सेसन भ्याएर सबै भ्याएर हामी चाहिँ निस्केको सबैजना जानु भइसक्यो म र भाइ चाहिँ यहीँ छौँ हामी चाहिँ यहीँ छौँ अब चाहिँ हामी जाँदैछौँ तल गएर खानेकुराहरू खान्छौँ अनि त्यसपछि जान्छौँ सबजना पुगिसक्नु भयो सो अहिलेलाई चाहिँ भ्यायो तर स्याड चाहिँ किन छु भने चाहिँ त्यो टावरमा जान्छु भनेको अफसोस जान पाएन अनि त्यही हो जहिले आउँदा पनि जान नपाउने अहिले चाहिँ कुनै के हो छ अरे अनि त्यही भएर चाहिँ छिटो जानुपर्ने भएर यहाँको पण्डित बाजेहरू पनि चाँडै जानुभएछ सो हामी जान पाएँ होइन नेक्स्ट टाइम स्योर जान्छु म सेकेन्ड टाइम हजुर ल आउँदै हो बोलाउँदै हुनुहुन्छ हामी जाँदैछु सो गाइज एकचोटि चाहिँ भिजिट गर्नु नबिर्सिकन यो ठाउँ चाहिँ एकदमै राम्रो ठाउँ छ डु भिजिट अनि अर्को कुरा चाहिँ मेरो भिडियो चाहिँ लाइक सेयर सब्सक्राइब पनि गरिदिनु मैले चाहिँ मेरो त्यो अडियन्सहरूमा गएर हेरेको थिएँ कि अनि त्यहाँ चाहिँ पुरै मेरो सब्सक्राइबरहरू भन्दा पनि बढी अनसब्सक्राइबरहरूले चाहिँ बढी हेर्नु हुँदो रहेछ अनि प्लिज भिडियो हेरेर कस्तो लाग्छ भनिदिनुहोस् सब्सक्राइब गर्नुहोस् केही त छैन नि त्यो रेड बटन क्लिक गर्ने त हो नि त्यति पनि के दुःख मान्नुभएको छ नि मम्मीहरूमा पुगिसक्नु भइसक्यो त होला हामीलाई चिच्याउँदै हुनुहुन्छ क्या ल मम्मीहरूसँग गएर भेट्छु नि आई विल मिट यु है त चाहिँ मम्मीहरू भेट भयो यो सिँढी सबै चढेर जाने हो माथि यहाँको भ्यू कहाँ यहाँ दरबार पनि थियो अरे यहाँ कता एउटा सिक्रो बुटो देखेछ नि त्यहाँ बिचमा हो त्यहाँ दरबार थियो क्या ओ यतै कता दरबार हो त्यो माल थियो यतै कता राजाको दरबार थियो है यता टुडी खेलो तलको मम्मीले यहाँको बासिन्दा मम्मी अनि यता
अनि त्यो लास्टको चाहिँ ग्राउन्ड जुन छ नि हो त्यो माथिको हो त्यो चाहिँ टुरी खेल हो त्यो चाहिँ अनि त्यो टावर भइहाल्यो या हामी चाहिँ जान्छौँ। यो चाहिँ पहिला जमानामा चाहिँ रानीले यहाँ बसेर कभर गर्नुहुन्थ्यो अरे होइन। यहाँ चाहिँ यो मन्दिर हो। मेरो दिदीले च्याल हेराइदिनु भएको छ। थ्याङ्क यू। च्याल हेराइदिनु भएको छ। मेरो भाइ पनि यहाँ चाहिँ भाइले च्याल हेराइदिरहेछ। अर्को दिदी हुनुहुन्छ उहाँले हेराइदिँदै हुनुहुन्छ। दिदीले पनि चिया भनेपछि जहाँ पनि अगाडि चिया भनेपछि जहाँ पनि खाना पर्यो राइजहरू कस्तो अझै आफै बनाएपछि मिठो हुन्छ नि होइन। बिहान उठेर बनाएर आवाज कस्तो मिठो हो कस्तो भाइ मिठो कस्तो लाग्यो दिदी मिठो बोल्ने फुर्सद नि छैन यहाँ एकदम मिठो भएर एकदम मिठो हेर्नुहोस् यसरी हो खाने पुरी सिद्धि यसरी हो है खाने कस्तो भयो कस्तो मिठो भजिनीहरूले बनाएको एकदम दामी चाक भयो नोरा कस्तो राति नै उठेर बनाएको के मम्मी कान्छी भदिनी राति नै उठेर बनाएको ट्वाक मिठो भयो। कान्छी भजिनी यहाँ मकै अब हामी खाएपछि भेट्छौँ। बाइ बाइ। हामी चाहिँ अब यहाँबाट चाहिँ निस्क्यौँ त्यहाँबाट खाएर अनि हामी चाहिँ यहाँ हिँड्नेछौँ। यहाँ यत्रोलाई बोकेर कता जाने भने टेन्सन अब। बाई सी यु नेक्स्ट टाइम। हामी चाहिँ भर्खरै फर्केर आयौँ होइन झरेर अनि एकदमै गाह्रो भयो त्यो झर्दाखेरि चाहिँ अनि त्यही भएर मैले भिडियो नगरेको हो। अनि अहिले चाहिँ हामी झरेर फेरि अघि के चिया खाने ठाउँमै आएर बसेछौँ। अब हामी बस कुर्छौँ अनि हामी जान्छौँ। बसमा अहिले खिच्न पायो भने खिच्छु। यहाँबाट त खासै सिटै पाउँदैन कि त्यही भएर हो। सिट पायो भने चाहिँ म भिडियो गर्छु नत्र भए सिधै पोखरामा गएर